हेलो साथीहरू, स्वागत छ यहाँहरूलाई नर्सेस अफ नेपाल च्यानलमा। आज गण्डकी प्रदेश लोकसेवा आयोगले लिएको नर्सिङ एक्जाममा चाहिँ तपाईहरूले एक्जाम दिएर आशा छ कि पक्कै पनि राम्रो गर्नुभएको होला। अनि त्यो एक्जाम दिइसकेपछि म चाहिँ त्यो गण्डकी लोकसेवा आयोगले लिएको एक्जामको प्रश्नपत्रलाई सल्भ गर्न गइरहेको छु। अब हजुरहरूले कस्तो गर्नुभएको छ त्यो आफ्नो मूल्याङ्कन यो भिडियोबाट आफै गर्न सक्नुहुन्छ हैन। सबभन्दा पहिला चाहिँ यो प्रथम पत्र रहेको छ अनि यसमा चाहिँ पूर्णाङ्क चाहिँ 100 मार्क्सको रहेछ, जसमा चाहिँ पास हुने भनेको 40 मार्क्सले हामी पास हुन्छौँ। अब चाहिँ हामी क्वेसनतिर जाम है। सबभन्दा पहिलोमा चाहिँ नेपालको संविधानको धारा 48 मा कतिवटा नागरिकको कर्तव्यको व्यवस्था गरिएको छ। नेपालको संविधान धारा 48 अनुसार चाहिँ नागरिकको कर्तव्यहरू जम्मा 4 वटा रहेको छ हैन। त्यसपछि 2 नम्बरमा चाहिँ अब्राहम मास्लोको उत्प्रेरकको सिद्धान्तमा नपर्ने तत्त्व कुन हो। अब्राहम मास्लोले के उत्प्रेरकको सिद्धान्त दिनुपर्छ, त्यसमा नपर्ने तत्त्व भनेको आत्मवृत्तान्त हो। त्यसपछि नेपालमा सार्वजनिक वाडापत्रको व्यवस्था औपचारिक रूपमा पहिलो पटक कुन ऐनमा राखिएको थियो। सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन 2064। त्यसपछि सार्वजनिक सेवाका सिद्धान्त बेथो पेले फर्स्ट पिपुल कुन देशको अवधारणा हो। यो चाहिँ साउथ अफ्रिकाको रहेछ। त्यसपछि प्रमुख वा सदस्य पदमा नियुक्ति हुन मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने संवैधानिक निकाय कुन हो। लोकसेवा आयोग हो र स्नातकोत्तर भनेको मास्टर डिग्रीलाई भन्छ र लोकसेवा आयोगको अध्यक्ष हुनको लागि चाहिँ 6 वर्षको कार्यकाल हुन्छ उहाँको। अनि स्नातकोत्तर चाहिँ हामीले उत्तीर्ण गरिसक्नुपर्ने हुन्छ। त्यसपछि भ्रष्टाचार निवारण ऐन 2079 अनुसार गलत प्रतिवेदन दिनेलाई कस्तो सजायको व्यवस्था छ। यसमा चाहिँ 3 महिनादेखि 1 वर्षसम्म कैद वा 10,000 देखि 25,000 जरिवाना। त्यसपछि निजामत स्थानीय सरकार ऐन 2074 बमोजिम वार्डको सङ्ख्या र सिमाना हेरफेर गर्ने अधिकार कहाँ निहित छ। यो चाहिँ नेपाल सरकारमा छ। अनि गण्डकीको निजामती सेवा ऐन 2079 बमोजिम प्रदेश निजामती कर्मचारीले पाउने बिदा कति प्रकारका छन्। यो चाहिँ 11 प्रकारको हुन्छ। त्यसपछि सहायक कर्मचारीको कार्य देहाय मतलब कुन होइन। यसको भनेको सहायक कर्मचारीले अफिसमा गर्ने कार्यमध्ये कुन चाहिँ होइन के। अब सहायक कर्मचारीले नगर्ने कार्य भनेको कार्यालयको सूचना दिने होइन उहाँको काम। त्यसपछि कार्यालयमा प्राप्त हुने पत्रहरूको पहिलो दर्ता कहाँ गरिन्छ। यो चाहिँ पहिलो चाहिँ प्राप्त हुने बित्तिकै दर्ता किताबमा गर्नुपर्छ। अनि मुख्य भिन्नता सेक्स र जेन्डरको। अब सेक्स भनेको जैविक भयो नि त, त्यो वंशानुगत। अनि त्यसपछि जेन्डर त अब सामाजिक र सांस्कृतिक नियम त हो नि। त्यसै गरी अब 12 नम्बरमा चाहिँ सार्कका 11 महासचिव कुन देशका थिए। उहाँ चाहिँ मालदिभ्सका थिए। 13 नम्बरमा चाहिँ सबभन्दा बढी वार्ड सङ्ख्या भएको महानगरपालिका कुन हो। जनसङ्ख्या होइन कि वार्ड सङ्ख्या भएको महानगरपालिका। र सबभन्दा बढी वार्ड सङ्ख्या भएको महानगरपालिका चाहिँ पोखरा हो। त्यसपछि तल दिएका जिल्लाहरू पूर्वदेखि पश्चिमसम्मको कुन क्रम सही छ। यसमा चाहिँ गोर्खा, अनि त्यसपछि लमजुङ, अनि त्यसपछि पर्वत, अनि बागलुङ। त्यही भएर यसको सही आन्सर चाहिँ ग नम्बर हुन्छ, सी नम्बर। अनि सङ्घ र प्रदेशबीच तथा प्रदेश र प्रदेशबीच उत्पन्न राजनीतिक विवादहरू समाधान गर्नको लागि नेपालको संविधानमा व्यवस्था गरिएको निकाय कुन हो। अब सङ्घ र प्रदेशमा त्यो राजनीतिक विवादहरू उत्पन्न भयो भने प्रदेश परिषदमा जानुपर्छ हामीले। अनि त्यसपछि नेपालको संविधानमा कतिवटा अनुसूचीहरू रहेको छ त्यो त हजुरहरूलाई पनि थाहै होला। 9 वटा अनुसूची छ। अनि त्यसपछि 308 वटा धारा छ। अनि 35 वटा भाग छ। अनि त्यसपछि मानव शरीरमा उत्पन्न हुने तलका मध्ये कुन हर्मोनले मानिसलाई खुसी राख्न मद्दत पुग्छ। यसको सही आन्सर चाहिँ सेरोटोनिन हुन्छ। त्यसै गरी 18 नम्बरमा चाहिँ एआई प्रविधिमा कम्प्युटरहरूले डेटाबाट जानकारी सिक्ने कार्यलाई के भनिन्छ। त्यसलाई चाहिँ मेसिन लर्निङ भनिन्छ। अनि 19 नम्बरमा चाहिँ विश्वको कुल भूभागको करिब 0.03% अगटेको नेपाल जैविक विविधताको हिसाबले कतिौं नम्बरमा रहेको छ। यो चाहिँ 101औं नम्बरमा रहेको छ। नेपालको आवधिक योजना चाहिँ कहिले सुरुवात भएको हो। सबभन्दा पहिला चाहिँ नेपालको आवधिक योजना विक्रम सम्वत 2013 सालमा सुरुवात भएको हो। अब चाहिँ यो चाहिँ 10 वटा चाहिँ सामान्य ज्ञानबाट थियो। अनि 10 वटा चाहिँ कार्यालयको व्यवस्थापनबाट गरेर टोटल 40 मार्क्सको क्वेसनहरू हामीले सल्भ गरिसकेछौँ। अब चाहिँ जब बेस्ड नलेजबाट जाम है। अब 21 नम्बरमा चाहिँ
Which of the following finding is expected in patient admitted with placenta abruptia? Placenta abruptia भएको पेसेन्टमा चाहिँ कुन फाइन्डिङ मेनली देखिन्छ? यसमा चाहिँ मेनली प्लासेन्टा एब्रप्सिया भएको पेसेन्टलाई देख्ने भनेको पेनफुल भजाइनल ब्लिडिङ एन्ड युटेराइन टेन्डरनेस हो। अब यहाँ त युटेराइन टेन्डरनेस नै सही आन्सर हुन्छ नि त, किनकि पेनलेस रेड भजाइनल ब्लिडिङ त प्लासेन्टा प्रिभियामा हुन्छ। सफ्ट एब्डोमिन पनि यसमा हुँदैन र एब्सेन्स अफ एब्डोमिनल पेन यो पनि मिलेन, किनकि यसमा एब्डोमिनल पेन त एकदम धेरै हुन्छ नि त। त्यही भएर यसको सही आन्सर चाहिँ युटेराइन टेन्डरनेस भयो। अनि त्यसै गरी 22 नम्बरमा चाहिँ अ क्लाइन्ट हु लस्ट अ जब स्टार्ट एटेन्डिङ काउन्सिलिङ सिजन एन्ड डेभलप न्यू क्यारियर स्किल दिस बिहेभियर रिफ्लेक्ट। एउटा क्लाइन्टले चाहिँ आफ्नो जबलाई लस गर्यो अनि त्यसपछि फेरि आफ्नो न्यू क्यारियर स्टार्ट गर्यो। न्यू क्यारियर स्टार्ट गरिसकेपछि त्यो त अब कोपिङतिर गयो नि त। त्यही भएर यसको सही आन्सर चाहिँ इफेक्टिभ कोपिङ हुन्छ। अनि व्हिच अफ द फलोइङ इज स्ट्यान्डर्ड एनाटोमिकल पोजिसन टु एडमिनिस्टर अफ फिमेल युरिनरी क्याथेराइजेसन? यसको सही आन्सर चाहिँ डोर्सल रिकमेन्डेड पोजिसन हुन्छ। त्यसै गरी द प्रोटेक्टिभ कभरिङ अफ नर्भ फाइबर द्याट इन्क्रिज इम्पल्सिस स्पिड इज, यसको चाहिँ माइलिन शीथ हुन्छ सही आन्सर। त्यसपछि व्हिच लेबोरेटरी टेस्ट इज मोस्ट इम्पोर्टेन्ट टु मोनिटर ड्युरिङ इम्युनोग्लाइकोसाइड थेरापी? इम्युनोग्लाइकोसाइड थेरापीमा चाहिँ कुन लेबोरेटरी टेस्ट मोस्ट इम्पोर्टेन्ट हुन्छ सोध्यो भने यसको चाहिँ सेरम क्रिएटिनाइन हुन्छ। अनि अ पेसेन्ट विथ प्रोलङ नेजोग्यास्ट्रिक सक्सनिङ इज ग्रेटेस्ट रिस्क फर, यो क्वेसन एकदमै भिभिआई छ है साथीहरू, यो एकदमै रिपिटेड क्वेसन हो। अस्ति सङ्घले पनि स्टाफ नर्सको क्वेसनमा यो क्वेसन हालेको थियो र अहिले गण्डकी प्रदेशले पनि राखेछ। त्यही भएर यसमा राम्ररी विचार पुर्याउनु है। नेजोग्यास्ट्रिक सक्सनिङ गरेको पेसेन्टलाई इफ हामीले प्रोलङ टाइमसम्म गऱ्यौँ भने त्यसमा चाहिँ हाइपोक्यालेमिया भनेको पोटासियमको मात्रा कम हुनु हो क्या, त्यसले हाइपोक्यालेमिया हुने चान्स एकदम धेरै हुन्छ। त्यसै गरी 27 नम्बरमा चाहिँ द नर्मल सिरम सोडियम लेभल इज, यसको सही आन्सर चाहिँ 130 देखि 150 हुन्छ। तर आन्सर क्वेसनमा मिल्ने गरी आन्सर चाहिँ 135 देखि 145 एमइक्यू पर्याले यसको सही आन्सर हुन्छ। त्यसै गरी 28 नम्बरमा चाहिँ ड्युरिङ पोस्ट प्रोसिडर मोनिटरिङ अफ अ पेसेन्ट हु अन्डरवेन्ट अ ब्रोङ्कोस्कोपी विथ बायोप्सी which clinical finding require the most nurses immediate intervention? यसको सही आन्सर चाहिँ स्ट्राइडर अर एन इन्क्रिज रेस्पिरेटरी रेट हुन्छ। अनि त्यसपछि CA125 इज द ट्युमर मेकर अफ, यो चाहिँ नर्मली चाहिँ ओभारियन क्यार्सिनोमाको CA25 ट्युमर मेकर हो। सरी है साथीहरू, म मिस्टेकले चाहिँ ब्रेस्ट क्यान्सरको लगाएको रहेछु, तर यसको सही आन्सर चाहिँ ओभारियन कार्सिनोमा हुन्छ। तपाईँहरू चाहिँ सच्याउनु होला है। त्यसपछि 30 नम्बरमा चाहिँ द मोस्ट कमन सिम्टम अफ प्युरल इफ्युजन इज, प्युरल इफ्युजनको मोस्ट कमन सिम्टम भनेको अर्थोपेनिया र नन प्रोडक्टिभ कफ हो। तर यसमा मिल्ने गरी सही आन्सर चाहिँ डिस्पेनिया हुन्छ। अनि त्यसपछि 31 नम्बरमा चाहिँ व्हिच एज रिलेटेड फिजियोलोजिकल चेन्जेस सिग्निफिकेन्टली इन्क्रिज एन ओल्डर एडल्ट रिस्क फर एक्सपिरियन्स ओर्थोस्टेटिक हाइपोटेन्सन एन्ड सब्सिक्वेन्ट फल्स? अब एज बढ्दै जाँदा चाहिँ कुन ओल्डर एडल्टहरूले चाहिँ अर्थोस्टेटिक हाइपोटेन्सन अनि त्यो सब्सिक्वेन्ट फलहरू किन धेरै एक्सपिरियन्स गर्छ? यसको सही आन्सर चाहिँ डिक्रिज सेन्सिटिभिटी अफ बायोरिसेप्टर हुन्छ। अनि त्यसपछि व्हिच वान इज लेस्ट इफेक्टिभ इन चेन्जिङ बिहेभियर? चेन्जिङ बिहेभियरको लागि कुन लेस इफेक्टिभ हुन्छ? यसको सही आन्सर चाहिँ मास मिडिया हुन्छ। अ डिजिज द्याट स्प्रेड फ्रम वान कन्ट्री टु एनदर इन सर्टर टाइम अर अकर एट द सेम टाइम इन डिफ्रेन्ट कन्ट्री? यसको सही आन्सर चाहिँ पेन्डेमिक हुन्छ। पेन्डेमिक भनेको अब एक कन्ट्रीबाट अर्को कन्ट्रीमा सर्नु के, त्यो लार्ज एरियामा हुन्छ। लार्ज एरिया मतलब त्यो कन्ट्री टु कन्ट्री सर्छ, त्यसलाई पेन्डेमिक भन्छ। लाइक एज कोभिडहरू भयो, कोरोनाहरू भयो होइन। अनि त्यसपछि गभर्मेन्ट अफ लको अनुसार चाहिँ हाउ मेनी पोस्ट नेटल भिजिट आर रिकमेन्डेड? पोस्ट नेटल भिजिट चाहिँ 4वटा हुन्छ। अनि त्यसपछि WHO को अनुसार चाहिँ प्रेग्नेन्ट वुमेन कतिले ANC भिजिट गर्छ? ANC भिजिट त्यो के भन्छ आइडियल भिजिट चाहिँ 11 चोटि हुन्छ, तर कम्तीमा पनि 8 चोटि भिजिट गर्नुपर्छ। अनि त्यसपछि 36 नम्बरमा चाहिँ अ 28 इयर ओल्ड प्राइमेरी ग्राभिडा एट 34 विक कम्प्लेन अफ
पिरियड इडिमा इन इभिनिङ भन्यो भने यसको सही आन्सर चाहिँ फिजियोलोजिकल इडिमा अफ प्रेग्नेन्सी हुन्छ, किनकि यसमा बिपी पनि नर्मल छ, त्यसको युरिन एल्बुमिन पनि नेगेटिभ छ। अनि इडिमाहरू अब प्रेग्नेन्सीमा नर्मली त्यो भइरहेको छ नि, त्यही भएर यसको सही आन्सर चाहिँ फिजियोलोजिकल इडिमा अफ प्रेग्नेन्सी हुन्छ। अब मेनोरेगिया इज बेस्ट डिफाइनेज, यसको पनि सही अनुसार एक्सेसिभ मेन्ट्रुअल ब्लिडिङ एट रेगुलर इन्टरभल हुन्छ है। अनि त्यसै गरी 38 नम्बरमा चाहिँ व्हिच मेडिसिन सुड बी रेडली एभाइलेबल इन दिस साइट इन केस अफ म्याग्नेसियम सल्फेट टक्सिसिटी इन इक्लिम्सिया। इक्लिम्सियाको चोइस अफ ड्रग भनेको म्याग्नेसियम सल्फेट हो। अनि म्याग्नेसियम सल्फेटको टक्सिसिटी भयो भने हामीले चाहिँ कुन ड्रग दिने, त्यसको एन्टिडट चाहिँ कुन हो, त्यसको एन्टिडट चाहिँ क्याल्सियम ग्लुकोनेट हो। अनि 39मा चाहिँ द मेन अब्जेक्टिभ अफ वान स्टेप क्राइसिस म्यानेजमेन्ट सेन्टर इन हस्पिटल इज टु प्रोभाइड मेडिकल लिगल एन्ड सोसल सर्भिस हो। अनि त्यसपछि कप्लिक स्पोर्ट्स इन मिजल्स आर सिन इन प्रोड्रोमल स्टेजमा यो मेनली देखिन्छ। अनि एट व्हिच एज डज द चाइल्ड सो अर्ली साइन अफ अब्जेक्ट प्रोमिनेन्स। अब्जेक्ट प्रोमिनेन्स चाइल्डले चाहिँ मेनली चाहिँ 8 मन्थको उमेरमा हेराउँछ। अनि 42मा चाहिँ फर्स्ट स्टेप टु फलो एज फर्स्ट एड मेजर ड्युरिङ चकिङ। हेर्नु यसमा चाहिँ यसले चाहिँ झुक्याएको हो कि क्वेसनमा, फर्स्ट स्टेप टु फलो एज फर्स्ट एड मेजर, मात्र फर्स्ट एड मेजर भनेको भए पर्फर्म हेल्मिक म्यानुएभर हुन्छ। तर यसमा फर्स्ट स्टेप भनेछ नि त चकिङमा फर्स्ट स्टेप चाहिँ पहिला ब्याक ब्लो गर्ने, अनि त्योबाट भएन भने मात्र हेल्मिक म्यानुएभर गर्नुपर्छ है। त्यसपछि 43मा चाहिँ आइडेन्टिफाइङ पेसेन्ट रेस्पोन्स टु एक्चुअल हेल्थ प्रब्लम अकर इन व्हिच स्टेप अफ नर्सिङ प्रब्लम। एक्चुअल हेल्थ प्रब्लम चाहिँ नर्सिङ डायग्नोसिसमा मेनली देखिन्छ। अनि कम्प्लिटिङ कन्फ्लिक्ट म्यानेजमेन्ट सिस्टम इज एसर्टिभनेस, र यसमा चाहिँ कोअपरेटिभनेस चाहिँ हुँदैन, यसमा लो असर्टिभनेस र कोअपरेटिभनेस चाहिँ हुँदैन। त्यही भएर यसको सही आन्सर चाहिँ असर्टिभ एन्ड अनकोअपरेटिभ बिहेभियर हुन्छ। अनि त्यसपछि एन हस्पिटल म्याट्रोनेस सर्टेन पावर इन हर पोजिसन, यो पावरलाई चाहिँ लेगिमेटेड पावर भनिन्छ। 46मा चाहिँ एन इम्प्लोइ सुड रिसिभ अर्डर फ्रम वान सुपिरियर अनली, एउटा सुपिरियरबाट मात्र अर्डर पायो भने त्यसलाई युनिटी अफ कमान्ड भनिन्छ। अनि एउटै डाइरेक्सनमा काम गर्यो भने त्यसलाई युनिटी अफ डाइरेक्सन भन्छ के। अनि व्हिच वान अफ द टाइप इज मोस्ट कमन सिजोफ्रेनिया। मोस्ट कमन सिजोफ्रेनिया चाहिँ अडिटरी सिजोफ्रेनिया हो। अनि यो चाहिँ अल्कोहोलिक पेसेन्टमा मेनली देखिन्छ। अनि व्हिच अफ द फ्लोइङ इज एन्टी क्रेभिङ एजेन्ट फर अल्कोहल। एन्टी क्रेभिङ एजेन्ट फर अल्कोहलको चाहिँ एक्रामप्रोस्टेट चाहिँ मेनली यसको सही आन्सर हुन्छ। अनि व्हिच प्रिन्सिपल डेभलपमेन्टल एक्सप्लेन अ चाइल्ड गेन कन्ट्रोल अफ हेड देन ट्रङ्क देन एक्सट्रिमिटिज। चाइल्डले पहिला चाहिँ हेडको कन्ट्रोल गर्न सिक्छ, त्यसपछि ट्रङ्कको, अनि त्यसपछि बल्ल एक्सट्रिमिटिजको। यो चाहिँ सेफालोकार्डियल प्रिन्सिपलभित्र पर्छ। अनि त्यसपछि के गरी 50 नम्बरमा चाहिँ इन अ चाइल्ड विथ ग्लोमेरुलोनेफ्राइटिस द एक्सपेक्टेड सिम्पटम इज। ग्लोमेरुलोनेफ्राइटिसको मेन सिम्पटम कुन आयो, एक्सपेक्टेड सिम्पटम भनेछ होइन। यसको मेन सिम्पटममा चाहिँ वेट गेन भयो होइन। त्यसै गरी अब हामीले चाहिँ 50वटा क्वेसन सल्भ गरिसकेछौँ है। तपाईँहरूको इक्जाम चाहिँ कस्तो गएछ त्यो चाहिँ कमेन्टमा भन्नु होला है। अनि त्यसै गरी अब आफ्नो मूल्याङ्कन आफै गर्नु। अनि आशा छ तपाईँहरू सबैजना पास हुनुहुन्छ होला, पास भएर सेकेन्ड पेपरमा पनि नाम निस्केको हेर्न पाम। बेस्ट अफ लक सबैजनालाई। तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्सक्राइब गरिदिनु होला। हाम्रो च्यानल भर्खरकै छ, तर तपाईँहरूले चाहिएको बेलामा हामी सबै कन्टेन्टहरू राखिराख्छौँ। तपाईँहरूले प्लिज आफ्नो माया र आशीर्वाद दिनुहोस्, यो च्यानलले हामीहरूले तपाईँहरूको सहयोग गर्न पाऊँ। बेस्ट अफ लक नर्सेस, तपाईँहरू सेकेन्ड पेपरमा पनि राम्ररी नाम निकालेर सरकारी जागिर खानु। यति भन्दै म बिदा हुन चाहन्छु। धन्यवाद।